ओए आज बेलुकाको कोटा मिला नै नाना कहाँबाट बनाउनु म चाहिँ ओइ कसको कस मेरो सिबी नि हो मेरो सिबी हेर भाइ पैसा पनि छैन हो अब मेरै सिबी हो हुनु त अब चोरेको जस्तो लगेको जस्तो मेरै त हो अनि तेरो भने चाहिँ किन चोर्नु त्यही त भयो त तर पापाले मार्छ नि त लक्षिना बुझी म पापा हेर्छु कि तँ चोर ल भन न तेरो पापा आयो भने के गर्छस् गर्दै खोक्छु कि त्यति बेला पापा आयो भनेर थाहा पाइहाल्न त अरे नै ल ल लु चोर कलिलो नउठाइ ल छिपेको फेरि बिक्री हुँदैन पापा हेरे तेरो पापा ल अरे पढ जाई ए भक्ति हेर ल तेरो पापा ल अनि किन हाक्छिङ गर्दैछ हाक्छिङ आयो होला सायद घरकै भएर घर आएछ त तँ साला घरकै सिबी चोरेर रक्सी खिच्नु लाग्यो होला नि बेलुका म तँ कुकुर साला भने कस्तो अहिले बिरुवा रोप्यो मैले यो यस्तो है कहाँबाट चढ्ने हो यो कुकुर साला म त खान्थिनँ त रक्सीहरू साला रक्सी चढ्नु लाग्यो घरमा आलीतिर रोपेको सिबी पनि बडा घर आएछ त तँ त्यो च्यान बनाउँछु म च्यान के गरी खान नदिनु भयो भन्ने कस्तो खालके खोक्छु भनेर चाहिँ कस्तो हाक्छिङ गरेको पापा देखेर बेटी पठाएछ नि त अन्त हाँच्छु भनेको मृत्यु भएन नि अन्त मलाई के याद हाक्छिङ आयो होला भनेर नि अब तेरो बाउले मार्यो मलाई अगाडि भाग्नु पर्दैन अगाडि कसरी अगाडि भाग्नु मलाई के याद तेरो बाउ आउँदैछ भनेर कोटा खाइस् नि अब भरे मैले अर्को कोटा खान्छु अलि टिप्नु पर्दैन टिप्दै गिलास पनि आउँदैन त जाउँ न ल